थियो अहिले चाहिँ धेरै भन्छ यो चाहिँ निकालेको इस्कुस मुले निकालेको बिना चाहिँ पर्छ यस्तो चाहिँ आज चाहिँ मौसम यस्तो भइरहेको हामी चाहिँ काठमाडौँ जान लाग्छौँ यस्तो भइरहेछ होला मुडी बजार आइपुग्यो हामी चाहिँ अब चाहिँ वर्कसपमा गएर यसो हावा हाल्नु पऱ्यो साथीहरू टाढाबाट आएर बाटो अलिकति त्यस्तै त्यस्तै छ अलिकति टाढो मात्रै भएछ अहिले मुडी बजार चाहिँ यस्तो भएछ गाडी अलिक देखा भर्खर मात्र काटौँ कि यता मुडीको गुम्बा सर हामी चाहिँ गयौँ यहाँ चाहिँ चेकिङ पर्छ पहिले खै उफ्रिन्छ त यहाँ चौकीदेखि तल आधी बाटो चाहिँ अफरोड छ है साथीहरू त्यस्तै छ त्यसपछि चाहिँ पिच छ हाम्रो चाहिँ त्यो माथिको चाहिँ के हो त्यो त्यसलाई के भन्छ रिस उठ्दा साथीहरू हामीलाई पनि खास थाहा छैन एकदम राम्रो छ त्यो ठाउँ चाहिँ यहाँबाट जान्छ गाडीहरू जान्छ बाइक पनि जान्छ कि यस्तो छ साथीहरू धेरै हालेछ क्या हावा जुन चाहिँ यस्तो छ साथीहरू धुम्म भएर पानी आउन जस्तो भएर बाटो कहिले पिच गर्ने भन्ने पनि थाहा छैन होइन पहिलाको भन्दा अलि राम्रो होला है बाटो बाबालाई सकाएर हिँड्यो होइन मौसम खराब छ त्यो पारी डाँडामा चाहिँ पारी ढुङ्गा साथीहरू आज अलिक मौसम चाहिँ अलिक खराब नै छ पानी बल्ला जस्तो भएर हिजो चाहिँ मस्त घाम लागिरहेको थियो हिजोसम्म चाहिँ बिस्तारै जाऊँ ठाउँ चाहिँ एकदम राम्रो हो बाटो अब 1 वर्ष जति पछि बन्छ होला साथीहरू एकदम आनन्द छ मुडेदेखि उता हाम्रो गाउँसम्म चाहिँ हावा पानी चट्ट मिलेको ठाउँ छ गाई चाहिँ यहाँ पहिला पेट्रोल कम थियो अहिले चाहिँ यहाँको मान्छे नि अन्तै सर्व भएर गएछ बन्द थियो अहिले यति थोरै बासिन्दा छ कि छोडेर गयो नि त यो चाहिँ 23 किलो भन्छ साथीहरू पारी कुइरोला ठाउँ चाहिँ मेरो माइती गाउँ हो साथीहरू तर देख्दैन पुरै कुइरोला देखिँदैन यो चाहिँ मेरो मामाला गाउँ हो साथीहरू यो सिक्रे भन्छ यसलाई सिक्रे भन्छ तर राम्रोसँग ल साथीहरू हामी चाहिँ 21 किलो भन्ने ठाउँमा आइपुग्यो यो उता चाहिँ मेरो माइती जान्छ अनि यता चाहिँ आउँदैन यताबाट जान्छ सिक्रेट यो चाहिँ 21 किलो
तपाईँ भन्नु न पछि 21 किलो भनेर है त्यो भ्लगमा त्यस्तो के आफ्नै कुरा गरेर नि अब हाम्रो चाहिँ यो सिलुङ्गा बजार आइपुग्यो साथीहरू हाम्रो यो भर्खरै गएको बस चाहिँ भर्खरै चैचापको बस रहेछ ट्याक्कै ल सिलुङ्गाको बजार आइपुग्यो साथीहरू बस यो चाहिँ सिलुङ्गा यहाँबाट चाहिँ जेठा जान्छ बन्दामा आएर मुडेदेखि यहाँसम्म होइन त खाडी चौरसम्म न्यु टोलमा हो साथीहरू स्टार बन्दामा आउँछ गाइज हो ल भ्लगलाई यहीँ इन गरे अहिले न्युट्रल भन्छ न्युट्रल ल यो चाहिँ हाम्रो पहाड भन्ने ठाउँमा आइपुग्यो ठुलो पहाड ए साथीहरू यस्तो दामी छ यो माथि चाहिँ ठुलो गुम्बा छ तर देखिँदैन है साथीहरू अलिकति मात्रै देखिन्छ यहाँबाट जान्छ माथि गुम्बामा चाहिँ यस्तो छ है ठुलो पहाड भन्छ यहाँनिर चाहिँ पेट्रोल पम्प छ साथीहरू सर यहाँ पहिला होटेल थियो अहिले चाहिँ यहाँ चाहिँ बन्द गरे यहाँबाट चाहिँ बाटो पुरा सर्र छ अहिले त चाहिँ बोइङ छ लक्ष्मी बोइङ छ यता चाहिँ हुन्छ पुलिस चौकी चेकिङ हुन्छ बेला बेलामा यता चेकिङ होइन के इन्ट्री गर्नुपर्छ भन् न बाख्रा चरेर हिँड्नु लाग्छ आन्टीले यता चाहिँ यो पेटको जाने बाटो है साथीहरू ठुलो पहाडको स्कुल त्यो इभी आएर चाहिँ चरेको देखिरहेको होला यो चाहिँ ठुलो पहाडको स्कुल कलेज छ साथीहरू यस्तो छ है